तर म त सक्दिनँ होला खेल्न त के बोले भाइ अब के बोले Guys, welcome back to my new vlog, है ना? Guys, welcome back to my new vlog, है ना? देखो चले एक काम कर 200 रुपए दे और 50 रुपए काट ओवर एक्टिंग के वजह इतना बड़े छिरे के हो तेरो बहिनीले देखा ए भगवान मुझे उठा ले प्यारी समझ गई Oh my God! हेलो नमस्कार वेलकम टु माई च्यानल अजय मगर हजुरहरूलाई सन्चै हुनुहुन्छ होला हैन म पनि सन्चै छु आज हामी चाहिँ यता चण्डेश्वरी जात्रा जाँदैछु हैन गाइज के हुन्छ कसो हुन्छ यसो तपाईँले हेरेर विचार गरेर भनिदिनु होला है कमेन्ट गरिदिनु होला है गाइज ल अब हामी चाहिँ जाँदैछौँ हैन गाइज म चाहिँ त्यसो टाक्क रेडी भइरहेको छु हैन अगाडि चाहिँ 3 जना छ उता अगाडि अनि तल बजारमा चाहिँ ल अब कतिजना छ भन्दाखेरि 5-6 जना छ होला आज के हुन्छ होला यसो तपाईँले पनि हेरेर विचार गरिदिनु होला है गाइज आजको रमाइलो छ हाम्रो दिन अनि यहाँबाट चाहिँ तपाईँले बनेपा देख्न सक्नुहुन्छ बनेपा बजार सर यता चाहिँ मेरो घर जाने बाटो मास्तिर ल मेरो भ्लगमा कसैले केही भन्न सक्नुहुन्छ ल 2 शब्द गाइज ल भनौँ त जात्रा हेर्न जानलाई चाहिँ आउनुहोस् भन्ने हो सबभन्दा धेरै चाहिँ म अञ्जलीलाई मिस गर्दैछु यो ग्रुपमा अञ्जली नभएर अलिकति खल्लो लागिरहेको छ अनि आइस के भन्नु मन छ मेरो साथीको भ्लग हेरेर हैन सबैजनाले लाइक कमेन्ट सब्स्क्राइब गरिदिनु होला त्यति भन्न चाहन्छु मेरो साथीलाई पनि हो सपोर्ट गर्नु ल सपोर्ट गर्नु होला गाइज त्यसो ल हजुर हेर्नु होला यता बनेपा बेसी के 2 शब्द बयान गर्दैन म त थाहा भएन यसको बारेमा के भन्नु भन्न 2 शब्द बोल्दै यार बच्चैदेखिको डुलेको ठाउँ होइन राम्रो छ कलेज पनि पढ्न सक्नुहुन्छ तपाईँहरू पढ्नुहुन्छ भने यहाँ धेरै सब्जेक्टहरू छ त्यति हो अरू के छ ल हेर्नु यस्तो दामी छ है बाटो चाहिँ ल हेर्नु होला चाइना टाउन भन्छ यसलाई चाइना गाइज चण्डेश्वरी देखिन्छ होला त्यो ल हामीले चाहिँ अब होइन 4 जना टिकटकको सुट गऱ्यो गाइज होइन कस्तो भएको नि थाहा होइन साह्रो हामी हेर्नु होला कस्तो भयो टिकटक बनाउने बेलामा स्टेप नमिला हैराने स्टेप मिलाउँदा हैरानै हुने ल अब हामी जाँदैछौँ अब 10 मिनट पुग्छ अनि त्यस टक्कै हेर्नु होला के छ बन ऊ के अरे ऊ खेल्ने होइन रोटी पिङ खेल्ने होइन अलि हेर नखेल्ने खेलौँ न रोटी पिङ खेलौँ नभए खेलौँ कि रोटी पिङ न त रमाइलो हुन्छ नि त रोटी पिङ डुङ्गाहरू खेलौँ डुङ्गा खेल्ने डुङ्गा चाहिँ खेल्नु बरु तर म त सक्दिनँ होला खेल्न त के बोले भाइ अब के बोले डुङ्गा झन् कस्तो हुँन्छ अनि रेल खेलौँ न त त्यहाँ रेल त झन् थाहा छ मैले अस्ति खेलिसकेँ रेल पनि छ रेल छ रेल पनि खेल्दा ठिक हुन्छ ठिक हामी खेल्ने मिल्छ त्यसो रेलमा हुन्छ कति लिन्छ टिकट 100 रुपियाँ होला 150 ए भगवान् 150 त छैन होला कति महँगो छ ल गाइज हामी चाहिँ आइपुग्नु लाग्यो होइन अगाडि यस्तो दामी मजा भएर मान्छे टन्ने छ म त किन्नु भएको दामी छ अगाडि रोटी पिङ छ हेर्नु न कता हो रोटी पिङ पनि देखिन त अगाडि रोटी पिङ छ सर हेर्नु होला मान्छे छ यहाँ टन्नै छ मान्छेहरू हामी चाहिँ रोटी पिङ नखेल्ने है ल ठिक छ त्यस्तो खेल्न मन छ
छैन मलाई त तर रातिमा यस्तो बत्ती खतरा बढी थिन्छ तर यार ल हजुर पनि हेर्नु होला है गाइस कस्तो छ हेर्नु होला बनेपाको चन्द्रश्री जात्रा भन्छ र हेर्नु ल हेर्नु होला है हजुरहरू माथि जाने एकछिन यहाँ आउँछ किन तल किन आएर त्यहीँभित्र जाने हो जम्टाभित्र ठिकै छ भित्र गएर खेलहरू हेर्नुपर्छ ग्यास खेलहरू अब 500 ल 500 ल वेलकम छ हेलो गाइज वेलकम ब्याक टु माई न्यू भ्लग हैन सही गाइज वेलकम ब्याक टु माई न्यू भ्लग हैन देखो चले एक काम कर 200 रुपए दे और 50 रुपए काट ओवर एक्टिंग के वजह से कैसा भाई ठीक छ म थाहा थियो कहाँ गएर तिम्रो भयो यहाँ खेल्ने भनेको फोन पे नै नहुने रहेछ क्यास लिन जानु अनि यो डुङ्गा खेले कति रहेछ के रियल खेलेको चाहिँ कति रहेछ डुङ्गा खेल्नु भनेको सबैजना है डुङ्गामा ठिक छ खेलौँ न को तिमी दुईजना मात्र तिमी त घर जान्छौ भने हैन म अब जान्ने त्यसो अब के रे सबैजना खेल्नु ल सबैजना एकचोटि खेल्नु ल आइसक्यो माथि गएर कहाँ जाने हो र तिनीहरू आदरणीय दर्शकवृन्दहरू म चाहिँ घर जाँदैछु है किन जानु पर्यो घर बस्नु छिटो क्यास लिएर आउनु न त हामी बस्नु म जान्छु अब म दाइसँगै पर जान्छु अनि म घर जान्छु म लुगा धोएर यस्तोबाट छिरे के हो सुन्दाहरू यहाँ माथि छ भन्छ कतिवटा हुन्छ त्यो बहिनी किन गएको लुगा धुन ल आएको बेला रमाइलो गर्नु छैन है ए भगवान मुझे उठा ले ल भन कहाँ गयो के गर्नु टोपी ल हाम्रो ग्याङ यहाँ छ गाइस के अरे भिलारो छ प्यारी समझ गई रोटी पिङ भयो त उता हो नि यहाँ हो रोटी खाने होइन ओ सबै छैन उता हेर्नु ल मेरो भ्लगमा वेलकम छ तँलाई एक ठाउँमा बस्नु छैन हिँड्दै गर्छ लेसको अगाडि जाउँ केटा हो जाउँ आएन भने रमाइलो गर्नुपर्छ गाइस ल गाइस ल भन्ने के भन्छस् ल नुहाखानलाई कस्तो भइरहेको च्यानललाई सब्स्क्राइब गरिदिनु होला है त ठिक छ तिन दिदी बहिनी कस्तो फिल भइरहेको मन ढुकढुक भएर होला है फाइनली हाम्रो पलायो हाय गाइस अझै म समात्छु ल म आज नउछु कस्तो पो दामी भयो यार त घर चाहिँ लागेन सोचे भएन कस्तो भयो माथि बसेर घर लाग्यो म झन् मरेको झन्डै रुवा थिएँ यो त रुवाको हो यो त यार
खासै डर चाहिँ लागेन। जिन्दै खेल्नु हिजो पनि मरेर निक्लेर भायो नि यो पनि रोयो के हो मजा है मजा त मजा लाग्यो ल गाई चाहिँ हाम्रो छेली भाइ अब कहाँ जाने हो थाहा छैन त्यो भान्डा मुढी खेला टक्क लगाएर यो खेल्ने हो गाई चाहिँ खेल्ने यो खेल्ने हाँस गाडी कस्तो भयो एक्सपिरियन्स तेरो अब कहाँ जाने जाम हो कोचीको चाल्नु पर्यो यसो कोची एउटा खाउँ न अब हाल्छ मलाई खानु खाने किन तपाईँ देख्न सक्नुहुन्छ गाइस होइन मान्छे पढ्नु छ बहुत दाम दिएर 350 को माल हो 350 को चिया ल गाइस अब चाहिँ हामी चाहिँ घर जान लाग्यो होइन 8 बजिसक्यो खुट्टा दुखेर मन लागिसक्यो यार खाजा पनि खाइयो खाजा खाएको भिडियो देखाउन पाइनँ होइन गाइस बिची थियो मान्छे टन्नै थियो त्यहाँ के गर्नु यस्तै छ हजुर आमा कति धेरै मान्छे छैन अहिले ल है गाइस अब हामी चाहिँ ट्र्याक्टर यत्रो मान्छे धेरै भेट्छ गाइस होइन यहाँ कहाँ गइसक्नु झन् हेलो गाइस ल अब चाहिँ हाम्रो सक्यो होइन आजको दिन घर पनि आइपुग्नु लाग्यो होइन गाइस टक्क लगाएर आजको कस्तो हुन्छ के हुन्छ यस्तो कमेन्ट गरिदिनु होला होइन के कमी भएन मलाई भनिदिनु होला यस्तै हो आउँदैन भर बनाउँदैछु होइन जो हुन्छ नयाँ हुन्छ हजुरहरूले सब्सक्राइब गरिदिनु होला लाइक कमेन्ट गरिदिनु होला सेयर पनि गरिदिनु होला यति भन्दै म तपाईँहरूको सानो युट्युबर होइन बिदाई गर्न चाहन्छु हस्त धन्यवाद।